डाइनोसर एग अब चाहिँ गाइज हामी अर्थभित्र छिर्दैछौँ हामी हेलो गाइज वेलकम ब्याक टु माई अनदर न्यू भिडियो होप सबैजना सन्चै हुनुहुन्छ होला होइन र आज पनि हाम्रो चाहिँ बिदाको दिन परेर चाहिँ हामी दुईजना चाहिँ घुम्नको लागि निस्केका छौँ तर चाहिँ के छ भन्दाखेरि यो पानीले गर्दा अलिक ढिलो निस्केका छौँ हामी तर के छ भन्दाखेरि गयौँ आज चाहिँ हामी घुम्नको लागि निस्केका छौँ आज पनि त्यही छ हामी लन्डनतिर नै हो तर लन्डनको चाहिँ आज चाहिँ हामी विशेष ठाउँमा जाँदैछौँ विशेष भन्दा पनि कुन ठाउँ अगाडि भन्दै तिम्रो मुख गर्छु न आज कुन ठाउँ के छ भन्दाखेरि जस हामी चाहिँ आज यो 2-3वटा म्युजियम चाहिँ घुम्ने प्लानमा छौँ त्यही भएर चाहिँ अब निस्केको छौँ त्यही हो गाइज आजको हाम्रो घुमाइ भनेको चाहिँ म्युजियम हामी चाहिँ होइन गाइज अब झर्नुपर्ने भनेको चाहिँ यही हो यो साउथ केन्जिङस्टन भन्ने ठाउँमा चाहिँ हामी झर्छौँ हामीले चाहिँ करिब 35 मिनटसम्म चाहिँ हामी ट्रेन ल्यायौँ र हामी अहिले चाहिँ यो साउथ केन्जिङस्टन ट्रेन स्टेसनमा चाहिँ झरिसकेका छौँ Away from edges. Andresina. कालु ठिक छ तिमीलाई लुक एट दिस क्राउड गाइस कति धेरै भिड छ पुरा यो ट्याप आउट गर्नको लागि यति धेरै लाइन छ यहाँ जस्तै भिड भएको छ गाइस फाइनल्ली वी आर जस्ट आउटसाइड द साउथ केन्जिङस्टन ट्रेन स्टेसन्स सो अब चाहिँ हामी अगाडि बढ्छौँ Let's go. ल चाहिँ अब हामी चाहिँ नेचुरल म्युजियमको अगाडि बढ्दैछौँ दामी देखाएको छ उहरू चाहिँ इन्भाइरोमेन्ट माथि कति धेरै मान्छेहरू यहाँको सराउन्डिङ इन्भाइरोमेन्ट एकदम बवाल छ क्या छन्छ यार इन्भाइरोमेन्टहरू यस्तो बवाल छ ठाउँ यहाँको हेर्नु कति ठुलो छ यो बिल्डिङ कस्तो बवाल देखिन्छ कालो गाइज होइन तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ कति लामो लाइन छ है उतातिर भित्रतिर हामी आएर अटेको छौँ भित्रतिर कति धेरै मान्छेहरू छन् कि लाइन चाहिँ एकदमै धेरै लाइन छ होइन गाह्रो छ गाइज भित्र पस्नलाई होइन गाइस त्यहाँ चाहिँ एकदमै धेरै लामो लाइन थियो होइन तर मैले चाहिँ के गरेँ भन्दाखेरि साइडदेखि मान्छेहरू गएको देखेँ कि अनि यता सेक्युरिटीले सोधेँ होइन अनि टिकट देखा जस्तो पनि लाग्यो अनि त्यो देखे जस्तो लागेपछि सेक्युरिटीले सोधेँ कि टिकट काट्नुपर्नेहरू यहाँ भनेदेखि होइन त्यसपछि सेक्युरिटीले चाहिँ नै काट्नु पर्दैन टिकट चाहिँ यदि तपाईँले छिटोभित्र छिर्नु चाहनुहुन्छ भने उता छिटो ब्याक डोरबाट जान सक्नुहुन्छ त्यहाँदेखि चाहिँ एकदम खाली हुन्छ भन्दै होइन हामी चाहिँ ब्याक डोरबाट आयौँ हामी छिर्नु बित्तिकै चाहिँ यहाँ म्याप रहेछ होइन गाइज तर म्याप त लग्नु हुन्थ्यो गाइज 2 पाउन्ड रहेछ कि तर हामीले चाहिँ त्यो लगेनौँ अब चाहिँ हामी भित्रतिर छिर्दैछौँ होइन पुरा होइन हेर्दाखेरि नै पुरा कस्तो दामी छ कि ठाउँ चाहिँ भित्रको इन्भाइरोमेन्ट कति धेरै मान्छे थियो उतातिर चाहिँ यहाँ चाहिँ कोही रहेनछन् यता साइडमा चाहिँ हाम्रो जुलोजी छ हाम्रो चाहिँ अनि यतातिर साइडमा चाहिँ म्यामल हामी भित्र पस्दैछौँ गाइज होइन भित्र हेरौँ कस्तो छ आजको यो भित्रको माहौल गाइज हेरिहालौँ
Oh my god guys, कति ठुलो छ होल, ब्लू होल। यो चाहिँ जस्ट ऊ मात्रै फेरि गाइज। या यिनीहरू छ नि गाइज सेम रियल हुन्छ नि, योहरू फोरहरू सेम उस्तै राख्दा छ कि यो रङहरू। स्केलेटन के को रहेछ यो, राम्रोसँग देखिँदैन। यहाँ चाहिँ यो एरियामा सबै म्यामलहरूको मात्रै छ कि गाइज, म्यामलहरू। यो चाहिँ विशेष गरी जियोलोजिस्टहरूलाई चाहिँ फाइदा छ यो एरिया। हेर्नुहोस् गाइज, गैडा हामी नेपालमा भइदिएको भए गाइज होइन रियलका गैडा हेर्न पाउँथ्यौँ। यहाँ चाहिँ के छ अरे यो मूर्ति जस्तो टाइपको गैडाहरू पनि। लुक एट दिस ब्लू होल फ्रम दिस साइड, कति ठुलो छ गाइज। गैडा जेब्रा ब्लू होल कति ठुलो देखिन्छ गाइज यहाँदेखि अन्त। ठाउँ चाहिँ गाइज होइन एकदमै दामी छ, यो चाहिँ दामी छ गाइज। यहाँनिर चाहिँ एकदम सानो सानो स्केलेटनहरू जस्तो छ हेर्दाखेरि चाहिँ, यो के चिजको स्केलेटनहरू छ गाइज। हामी चाहिँ अब अगाडि बढ्दै गाइज। र गाइज अब अहिले चाहिँ हामी आइसकेका छौँ मेरो फेभरेट प्लेस डाइनोसरको गाइज। डाइनोसर देख्न सक्छौँ यहाँ चाहिँ, हेर्न सक्नुहुन्छ गाइज। लुक एट दिस डाइनोसर गाइज, इट्स लुक लाइक रियल, पुरा रियल देखिन्छ गाइज। हेर्नु पुरा यताउता घुमिरह। कतिखेर त आवाज पनि निकाल्थ्यो, तर यतिखेर चाहिँ सुनिरहेको छैन किन, तर कतिखेर चाहिँ आवाज पनि निकाल्छ यार। हेर्नु न हेर्नु गाइज, या हेर्नु सेम रियल छैन र, इट्स लुक लाइक रियल गाइज, सेम टु सेम रियल। म सुरुमा हेर्दाखेरि रियल चाहिँ लागिरहेको थियो। तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ गाइज डाइनोसरको अन्डाबाट चाहिँ डाइनोसरहरू निस्किरहेन्। इट्स अ रियल होइन गाइज, फेक हो फेक। यहाँ चाहिँ होइन कति धेरै डाइनोसरको उयोहरू पनि छन्, स्केलेटनहरू छन् कि लास्टै धेरै छन् स्केलेटनहरू चाहिँ। डाइनोसरको होल लाइफ नै यहाँ देख्न सकिन्छ गाइज। हेर्नुहोस् यति ठुलो छ डाइनोसरको स्केलेटन हियर। यो अर्को सानोवाला डाइनोसर गाइज, हेर्नु रियल त टिक कराउँछ। यो मैले सुनेको नि यिनी सबै स्केलेटनहरू रियल हन्नु भन्ने सुनेको थिएँ गाइज। मैले रियलै हो नि, नामै हो कि नेचुरल म्युजियम छ गाइज होइन सब के। यो चाहिँ हाम्रो म्यामलको एरिया छ, अर्को ठाउँमा अरू चिजहरू छन् होइन, हामी चाहिँ हेर्दै गइरहेछौँ। यहाँ चाहिँ डग्स, रङहरू सेम हाल्दा चाहिँ गाइजहरू यो सेम हेर्दाखेरि रियल देखिन्छ कि, मरेको यहाँ लिएर अड्डे त्यस छ गाइज। यहाँनिर पुरा कुहरू कि मिनरल्सहरू छन्, पुरा खनिज तत्त्व भन्छ, खनिजहरू मिनरल्सहरू रक्सहरू। अरूभन्दा पनि जियोलोजी पढ्ने मान्छेहरूलाई तिनीहरूलाई एकदमै दामी एरिया छ यो चाहिँ। यो जुन झुन्डेको छ नि यो ब्लू होलको स्केलेटन हो, रियल हो गाइस, ब्लू होलको स्केलेटन। हेर्नु पुरा यहाँ चराहरूको छ, बर्डहरूको यहाँ चाहिँ होइन यो सेम कुखुरा है कालो बर्डहरू हेर्नु सब छ कि सब छ गाइस। फाइनली गाइस हामी चाहिँ अहिले आएका छौँ भल्क्यानो एन्ड अर्थ सेसनमा चाहिँ गाइस। यहाँदेखि चाहिँ हाम्रो रिना चाहिँ पुरा अर्थभित्र रिना मात्र नै म पनि अर्थभित्र छिर्दैछौँ गाइस। लुक एट दिस, वी आर इनसाइड द अर्थ गाइस। लिफ्टबाट चढेर पुरा अर्थमा जाँदैछ हामी गाइस। कस्तो छ यो अर्थभित्र गाइड कस्तो छ गाइड हेर्नुहोस्। अर्थभित्र राष्ट्रै खतरा बनाएको छ कि ठाउँ चाहिँ, यदि तपाईँहरू चाहनु आउन सक्नुहुन्छ, दामी छ ठाउँ चाहिँ। भल्क्यानो एन्ड अर्थक्वेक। यहाँनिर चाहिँ कुरा हुन्छ नि कुन कुन ठाउँमा चाहिँ अर्थ जाने छ भने बढी छ देखाइरहेको थियो। जाऊँ न।
यतातिर होइन गाइज के पनि देखाएको थियो भन्दाखेरि होइन हाम्रो अर्थको के कारणले गर्दाखेरि भल्कानो कारणले गर्दाखेरि हाम्रो अर्थको सेपहरू कस्तो भएको छ है कुन ठाउँअनुसार फरक फरक हुन्छ ठाउँहरूमा चाहिँ के छ भन्दाखेरि कुन ठाउँमा कस्तो कस्तो ऊ देखाएको छ हुन्छ नि कस्तो खालको के अरे चेन्ज भएको छ त्यो ठाउँको स्ट्रक्चर सबै कुरा देखाएको थियो कि यहाँ चाहिँ कस्तो दामी छ ठाउँ चाहिँ यहाँ चाहिँ हुन्छ नि खोज अनुसन्धान गर्न एकदमै दामी छ स्टुडेन्टहरूको लागि है साना साना बच्चा बच्चीहरूको लागि चाहिँ यो ठाउँ चाहिँ एकदमै पर्फेक्ट छ गाइज विशेष गरी चाहिँ यो जुलोजी पढ्ने बच्चा बच्चीहरूको लागि बवाल छ यो ठाउँ चाहिँ बच्चा बच्चाहरू छन् यो पुरा सेपहरू देखाइदिएको थियो कि यहाँनिर चाहिँ गाइज पहिला चाहिँ यस्तो थियो अहिले चाहिँ यस्तो भएको छ भनेर हेर्नको लागि लास्टै चिजहरू छन् गाइज यहाँ चाहिँ होइन विशेष गरी यहाँ घुम्नको लागि भन्दाखेरि केही कुरा एकदम दामी छ यहाँ चाहिँ यत्तिकै हेर्नलाई पनि ठिक छ तर यो जस्ट आफ्नो दिन चाहिँ एकदमै मजासँग बिताउनु मन छ भने यो ठाउँ एकदमै पर्फेक्ट छ गाइज है एकदम दामी छ तपाईँहरू आउनु सक्नुहुन्छ यहाँ चाहिँ अनि एउटा चाहिँ दामी कुरा चाहिँ के भन्दाखेरि यो यहाँभित्र आउनको लागि चाहिँ कम्प्लिटली फ्री छ गाइज टिकट पनि काट्नु पर्दैन यहाँनिर देखाएको छ गाइज पहिला चाहिँ यस्तो थियो अनि दाबेपछि यसो चेन्ज भएको उयोहरू देखाइन्छ कि स्ट्रक्चरहरू गाइज अर्थको भल्कानो आउने जोखिम ठाउँ के देखाइरहेको थियो के पनि भनिरहेको थियो राम्रोसँग बुझ्दैन कि यो साउन्ड चाहिँ अलिकति भयो यो यहाँ बर्डहरू सब चराहरू छन् यो सानो सानो छन् गाइज सब चराहरू छन् यसको भित्र यो सानो खालको बस चराहरूको यो ठाउँ चाहिँ होइन गाइज स्टुडेन्टहरूको लागि एकदमै दामी ठाउँ छ गाइज स्टुडेन्ट दामी यहाँ चाहिँ सानोतिनो डाइनोसर जस्तो छन् दुइटा डाइनोसर नै हो डाइनोसर जस्तो डाइनोसर पुरा लड्न अनि यो एरिया चाहिँ गिफ्ट पसल यहाँ चाहिँ सब प्रकारका होइन डाइनोसरहरू अनि त्यसपछि लन्डनका के बसहरू के थियो कि लास्टै सबै चिजहरू छन् यहाँ चाहिँ गिफ्ट पसल यो चाहिँ त हामीले चाहिँ हेर्ने मात्रै किन्न चाहिँ तर ठाउँ चाहिँ मजाको छ गाइज मिस नगर्ने ठाउँ यदि कोही लन्डनमा बस्नुहुन्छ भने चाहिँ यो नेचुरल म्युजियम चाहिँ नछोड्नु होला गाइज ल त फाइनली हामी निस्क्यौँ रिना अघि कति लामो लाइन त अहिले छँदै छैन लेट्स गो